दाजुले गौरव गयो त्यसले गर्नुहोस् पैसा उठेर एकपट्टि मात्रै झाल्नुपर्छ त्यति हुन्छ झर्दैन टेन्सन नगर न बीचमा साइबाबा भन्दैछ हेर दाजुले चाहिँ उयो गरेर मुभी बस्छु ल लगाइदिउँ मजाले लगाइदिउँ कलर मजाले लगाइदिउँ मालाहरू लगाइदिनु तिमीले दाजुलाई ला नि सबै मैले राखेको त माला है पहिले यिनीहरू दुईजनालाई लगाइदिनु दुईजनालाई लगाइदिएन सबै एकैचोटि एउटा माला आँटाको पहिले त्यो के सुलाबारले भने हेरेर नि लगाउनु नि लामो लगाऊ माथिबाट लगाउँदै माथिबाट त्यो टाल्ने टिका टाल्नेको लागि मात्रै आँटा तिमीले खान्छौ ल अहिले अब त्यो कलर टाल्नेको लागि त्यो कलर लागि सबै कलर लगाइदिनुहोस् है ल अलिक माथि पनि लगाउनु नि त्यही माथि नलगा न अलग 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 कलर लगाइदिएन के भयो है त्यो हालिदिन्छ ल त्यो अर्को मुसुरा भुजेलाई मिस भयो नि माथिबाट कपाल भाइ त्यो त के हो अलिकति पारेको नि त दादा कस्तो मिलाएर सिधा भन्नु डरलाग्दो पटेकासँग दाजुले भन्दो रहेछ नि त एकछिन मामा गरिदिँदैछु त अब के
माला माला पर भाइलाई लगाइदेऊ त त्यहाँदेखि पालै पिलो लाउँदै आउनु सानो ठुलो गरेर तिमी पनि घर गयो बुझेन ल टोपी चाहिँ म त दुईजना आउँछ नि थाहा थिएन हो यो दुईटा आउँछ नि जाने भए त ल्याइदिन्थेँ अब अर्को पालिदिनु चाहिँ लिन्छ कता है तर टोपी चाहिँ हुन्छ होला हौ त्यसको त्यो लामोपट्टि अगाडि बिसलाई ल्याउनु न फोटो त्यो हो र पैसा पहिले दुध है दुध खुवाइदेऊ न खाइस सब सबै खानु खिच्छु है अहिले तँलाई माछा माछा हौ त्यो पनि त्यहीँ राखेर लु त अलिअलि खुवाइदेऊ न भइहाल्छ त्यहाँदेखि त्यहाँ त उनीहरूले खान्छ नि हिँड्नुपट्टि हौ बोक्रा मात्रै कुन खुवाइदिनु चाहिँ हुन्छ मिठाई ल सानो खानु भन्दा बिमार छ के भयो फेरि बिमार छ नि तेरो नै जान्छ के खानु के दाम दुख्छ ए त्यो टोड्का हो मेरो पनि त्यस्तो भइरहेछ